आजको जनता जान्न चाहन्छन् कार्यक्रममा हामी हाम्रो देशको निर्वाचनको बारेमा फागुन 21 को निर्वाचनको बारेमा विशेषमा चर्चा गर्न चाहन्छौँ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी चाहिँ बन्द सूचीमा निर्वाचन आयोगमा पुगिसकेको छ। सबै पोलिटिकल पार्टीले बन्द सूचीमा नाम पठाइसकेका छन्, तर बन्द सूची पनि विवादमा परेको छ। तर आज हामी यसबारेमा धेरै चर्चा गर्न चाहँदैनौँ। आज हामी वैकल्पिक शक्तिको कुरा गर्न चाहन्छौँ, देशको राजनीतिको निर्वाचनको कुरा गर्न चाहन्छौँ। हाम्रो बिचमा शरम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङजी हुनुहुन्छ। हर्कजी, तपाईँलाई म जनता जान्न चाहन्छन् कार्यक्रम स्वागत गर्न चाहन्छु। आएर हुनुहुन्छ? ठिक छ, ठिक छु। अब तपाईँलाई बालेन शाहले, रवि लामिछानेले, कुलमान घिसिङले काठमाडौँमा खोजेको खोजै, अनि तपाईँ चाहिँ यहाँ किन एक्लै, किन जानु भएन गठबन्धनमा, किन पार्टी एकीकरण गर्नु भएन? यस्तो छ, हामी श्रम संस्कृति चाहिँ आफ्नो विचारले आफ्नो खुट्टामा हिँड्ने मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि आफ्नो विचार, आफ्नो खुट्टा, आफ्नो यात्रा भएको कारणले गर्दाखेरि हामी कोही कसैसँग, कोही कसैको बुई चढेर अथवा कसैलाई बोकेर अगाडि बढ्ने विचारमा छैनौँ। त्यसो भएको कारणले गर्दाखेरि हामी चाहिँ फरक छौँ त्यो अर्थमा। होइन, तर पनि त सबै गठबन्धन गर्छन्, सबैले चाहिँ अब मिल्नुपर्छ भनिराखेका छन्, देशको राजनीतिको निकास खोजिराखेका छन्। तपाईँलाई चाहिँ बालेन शाहले भनिरहनु भएको छ आउनुहोस् गठबन्धनमा, आउनुहोस् सहकार्य गरौँ, पार्टी एकीकरण गरौँ। किन राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीको बिचमा एकीकरण भएन, मलाई बताउनुहोस् त। यस्तो छ, उहाँहरू र हाम्रो तपाईँको चाहिँ विचारै अलग छ। उहाँहरू र हामी तपाईँको चाहिँ नि हाम्रो जन्म नै अलग छ, हाम्रो यात्रा नै अलग छ, गन्तव्य नै अलग भएको कारणले गर्दाखेरि उहाँहरूसँग मिल्नुपर्छ भन्ने मलाई लाग्दैन। होइन, हामी 3 करोड नेपालीसँग मिलेर चुनाव लड्छौँ, चुनाव जित्छौँ पनि, सरकार पनि गठन गर्छौँ। अब उहाँहरूले पनि आफ्नो बनाइराख्नु वाला स्ट्राटेजी आइसक्यो त, रणनीति राष्ट्रिय पार्टी त भनिसक्यो। भावी प्रधानमन्त्री बालेन शाह हर्कजीलाई मतदान नगर्ने, असहयोग गर्ने, तपाईँको विरुद्ध मोर्चाबन्दी भइसक्यो काठमाडौँमा। त्यो 1-2 सिट लिएर अब उहाँहरू के अरे प्रधानमन्त्री बन्छु भनेर चाहिँ नै तपाईँको सोचिराख्नु भएको छ। उहाँहरूलाई ग्राउन्ड थाहा छैन। मिडियाबाजी गरेर, मिडिया ट्रायल गरेर मात्रै बन्दैन। होइन, हामी त ग्राउन्डमा छौँ नि त। होइन, ग्राउन्डमा छौँ, हामीलाई थाहा छ। हाम्रो तपाईँलाई त उनीहरूले के भन्छ, एकै पार्टी हो, अर्को सबै आफ्नो लागि मात्रै काम गर्छ, यस्तो छ, हामीसँग मिल्दैन। यस्तो छ। उहाँहरूसँग किन मिल्नु त? हाम्रो मिल्दैन नि। उहाँ र हामी कहाँ मिल्छौँ त? उहाँहरू विभिन्न खालका केसमा मुछिनु भएको छ, होइन, विभिन्न खालका चाहिँ काण्डमा मुछिनु भएको छ। हामी भनेको तपाईँको चाहिँ पसिना बगाउने मान्छे, हामी भनेको किसानको, मजदुरको, श्रमिकको कुरा गरेर हिँड्ने मान्छे, हामी भनेको तपाईँको चाहिँ अत्यन्तै निम्न, होइन, मध्यम, उच्चको पनि उठाउँछौँ, तर निम्न र मध्यम, होइन, वर्गका मान्छेहरूको मुद्दा बोकेर हिँड्ने मान्छे। अब उहाँहरू कहिले पनि कोहीसँग नभेट्ने टाइपको मान्छे, होइन, कोठाभित्र बसिराख्ने मान्छे, 6 महिनामा एकचोटि मात्रै निस्किने, बाहिर त्यो पनि कुद्दै निस्किने मान्छेहरूसँग हाम्रो कहाँ मिल्छ त? मिल्दैन। त्यसले गर्दाखेरि अब यो गठबन्धनको सम्भावना नभएको हो। अहिलेको निकास भनेको गठबन्धन हो कि होइन, सहकारी हो कि होइन? एक्लै जाँदाखेरि तपाईँले चुनाव जित्न सक्नुहुन्छ? श्रम संस्कृतिले जित्छ। राष्ट्रिय स्वतन्त्र पार्टी भनिरहेको छ हामीले बहुमत ल्याउँछौँ, बालेन शाहलाई प्रधानमन्त्री बनाउँछौँ। कसले चाहिँ त्यसो भनेको? रवि लामिछानेले। यस्तो छ, मनको लड्डु खान पाइन्छ, मनको लड्डु खान पाइन्छ, तर वास्तविकतामा हुँदैन त्यो चिज। वास्तविकता भन्नु त त्यसको धरातल यथार्थ तपाईँले बुझ्नु भएको छ। यस्तो छ, तपाईँ आज यो माटोलाई छोएर, माटोको कसम खाएर भन्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन? यस्तो छ, मैले माटो छोइराख्नु पर्दैन, म आफै माटो हो। माटोले माटो छोइराख्नु पर्दैन। कतिचोटि भन्ने के छ भन्दाखेरि अब उहाँहरूले बहुमत ल्याउने भन्ने त कुरा हुँदैन, जमानत जफत हुन्छ, होइन, हामी गराउँछौँ जमानत जफत उहाँहरूको। हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको जमानत जफत गराउनु, किनभने नि आधारै छैन नि त, आधारै छैन, होइन। 15-20 वटा त काण्ड लागेको छ, कोही धरौटीमा छुटिरहेका छन्, 5 करोड 6 करोड तपाईँको चाहिँ धरौटी राखेर छुटिरहेछन्। कोही मान्छेलाई जेनजीको ब्लडको आरोप छ, होइन, सिंहदरबार जलाएको आरोप छ, उहाँहरूले अप्रत्यक्ष रूपमा स्वीकार पनि भएको छ। अनि जो मान्छेले सिंहदरबार जलाउँछ अथवा त्यो जलाउनेसम्मको हरकतको सुरुवात गर्छ
कुनै न कुनै किसिमको संलग्नता त्यहाँ रहन्छ भने त्यस्ता मान्छेलाई फेरि पनि जलाओस् सिंहदरबार भनेर चाहिँ नि भोट दिने हो नेपाली जनताले? दिँदैन नि त, होइन? उहाँहरू नैतिक धरातलमा हुनुहुन्न। नैतिक धरातल नभएको मान्छेले चुनाव जित्छु भनेर त्यो अब उहाँहरूले त्यो भित्रभित्र डिस्कोडबाट खोइ केबाट भोटिङ गर्यो भन्ने सुनिन्छ। अब त्यताबाट अब अनलाइनबाट गर्नुहुन्छ भने होइन, फेक आइडी बनाएर मान्छेलाई परिचालन गरेर होइन तपाईँको चाहिँ त्यसो गर्नुहुन्छ भने हाम्रो भन्नु केही छैन। तर जनताको जनमतबाट उहाँहरूले तपाईँको चाहिँ नि सरकार गठन गर्छु भनेर सोच्नु भनेको चाहिँ यतिखेर उहाँहरूको